दर्शकबिन यो चिसो मौसम सँगसँगै यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ यो स्टेडियमबाट। म यति बेला रहेको छु गौरीटार स्टेडियममा र आज हामी डे 4 मा आइसकेका छौं। 7औं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2082 को चौथो दिनमा प्रवेश गरिसकेका छौं। आजको खेल पनि त्यत्तिकै रोमाञ्चक हुनेछ किनकि आज दुईवटा टिमले भिड्नेछन्। एपीएफ फुटबल क्लब काठमाडौँ त्यसैगरी वीरगञ्ज युथ स्पोर्ट्स एकाडेमी। यो दुईवटा टिमको हामीले ब्याटल हेर्नेछौं। त्यो भन्दा अगाडि हाम्रा खेलाडीहरू कसरी प्रिपरेसनमा लागिरहेका छन् यो दृश्य हामी तपाईलाई देखाउनेछौं। महिलाहरूले यो लेभलको पर्फर्मेन्स दिइरहँदाखेरि आज पनि महिलाहरूको क्रेज त्यत्तिकै मात्रामा छ र दर्शकहरू पनि त्यत्तिकै मात्रामा उपस्थित हुनुहुन्छ। खेल सुरु हुनुभन्दा अगाडि नै हामीले स्टेडियममा दर्शकहरूको त्यो चापलाई अवलोकन गरिसकेका छौं। यो हुटिङले पनि भन्छ महिला खेलाडीहरूलाई खेलप्रेमी दर्शकहरूले कति माया गरिराख्नु भएको छ। तर आज वीरगञ्जलाई त्यति सजिलो छैन एपीएफ को टिमसँग आफ्नो प्रतिस्पर्धा गर्नको लागि। तर खेल कस्तो हुनेछ लेट्स चेक आउट। हार्दिक स्वागत गर्दै आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु।
दर्शकबिन आज हामी खेलको चौथो दिनमा आएका छौँ र आज हाम्रो चिफ गेस्ट हुनुहुन्छ कैलाश गाउँपालिकाका प्रमुख लोक मोक्तानजी हुनुहुन्छ। उहाँले सुरुदेखि नै आजको खेललाई निहालिराख्नु भएको छ। म उहाँसँग कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। हजुर धन्यवाद। आजको हाम्रो चिफ गेस्ट हुनुहुन्छ हजुर है, र खेल पनि आजको खेललाई हजुरले नजिकबाट निहालिराख्नु भएको छ सुरुदेखि नै। कस्तो लागिरहेको छ आजको खेललाई, कसरी हेर्नुहुन्छ तपाईँ? विशेष गरी यो महिला फुटबल टिमलाई चाहिँ मकवानपुर खेलकुद विकास समितिले जुन पहिलोचोटि खेलाइरहनु भएको छ, सबभन्दा खुसी कुरा त्यहाँनिर छ। हामीले मकवानपुर खेलकुद विकास समितिले हरेक वर्ष चाहिँ गोल्ड कप खेलाइरहँदाखेरि हामी स्थानीय सरकार 10वटा मकवानपुरमा 10वटा स्थानीय सरकारहरू छ, त्यसलाई सपोर्ट गर्ने गर्छौँ। तसर्थ यसपालि चाहिँ खेलकुद विकास समितिले मकवानपुरको जुन खेलकुद विकास समिति छ नि, उहाँहरूले चाहिँ के भन्नुभयो भने यसपालि महिला टोलीले हामी गेम खेलाउने हो। अहिले चाहिँ विशेष गरी पुरुषको फुटबल चाहिँ धेरै भयो, अब यसपालिबाट चाहिँ हामी सुरुवात गर्छौँ भनिसकेपछि हामी स्थानीय सरकार एक हिसाबले खुसी पनि भयौँ। किनभनेदेखि हामीले महिला फुटबलरहरूको चाहिँ हामीले प्रत्यक्ष प्रसारण चाहिँ टिभीमा हेर्नुपर्ने होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय गेमहरूमा हेरिरहनु पर्ने। त्यो अवस्थामा अझ प्रत्यक्ष रूपमा चाहिँ विशेष गरी महिला टिम, महिला दिदीबहिनीहरूको गेम हेर्दाखेरि बहुत खुसी लागेको छ। तसर्थ एउटा कुरो चाहिँ के भन्नु होला भनेदेखि अब यस्तो खालको गेमहरूलाई महिलाको फुटबलरहरू हुनुहुन्छ, जुन खेलाडीहरू हुनुहुन्छ, अलिकति हामीले प्रमोसन गर्नुपर्ने हुन्छ। अब हाम्रो देशको एउटा संरचना, देशको चाहिँ हेर्ने दृष्टिकोण, यहाँसम्म आएर महिला दिदीबहिनीहरू एउटा राष्ट्रिय स्तरको खेलाडी, अन्तर्राष्ट्रिय स्तरको खेलाडी खेल्नु भनेको सबैभन्दा खुसीको कुरा हो। पछिल्लो समय हजुरको मैले कुरा काटेँ थोरै है, पछिल्लो समय ब्याक टु ब्याक महिलाहरूको खेल पनि भइराखेको छ र स्थानीय तहले, स्थानीय सरकारले पनि यसलाई चाहिँ अलिकति निकै नै प्रायोरिटीमा राख्नु भएको छ भनौँ न। खेलकुद त्यसमा पनि महिलाको खेललाई चाहिँ प्रायोरिटीमा राख्नु भएको छ होइन। यसलाई कसरी हेर्नु भएको छ? पछिल्लो समय स्थानीय तह पनि अगाडि बढेको खेलकुद क्षेत्र विकास गर्नको लागि? खेलकुद क्षेत्रमा त अभियसली चाहिँ बढेको अवस्था छ। प्रत्येक स्थानीय सरकारहरूले आफ्नो पालिकाभित्र रहेको सबै विधाको खेलहरूले कसरी चाहिँ अगाडि गर्ने, अगाडि बढाउने भन्ने हिसाबले हामीले वार्षिक नीति तथा कार्यक्रममा बजेट छुट्याएर हामी गर्छौँ। जस्तै मानौँ हामीले कैलाश गाउँपालिकामा हरेक वर्ष चाहिँ अदर्सी कप फुटबल खेलाउँछौँ, उपासी कप भलिबल खेलाउँछौँ। त्यो अन्तर्गतको कैलाश गाउँपालिका भौगोलिक हिसाबले विकट भए तापनि अब महिला खेलाडीहरू चाहिँ अब विशेष यो ताइक्वान्डो, सितोरी, करातेहरूमा चाहिँ भेटिन्छ। तर यसपालिबाट चाहिँ भलिबल खेल्ने महिला खेलाडीहरू भेटेको छौँ, तर ठ्याक्कै चाहिँ फुटबलको चाहिँ अवस्था छैन। तैपनि अब हामीले कम्ती पनि यो विधाहरूलाई पनि अगाडि बढाउनुपर्छ भन्ने हिसाबले स्थानीय सरकारले पनि त्यसलाई चाहिँ आफ्नो पालिकाभित्र रहेका महिला दिदीबहिनीहरूलाई चाहिँ फुटबलमा पनि अगाडि बढाउनुपर्छ भनेर भौगोलिक हिसाबले विकट भए तापनि कैलाश गाउँपालिकाले अब हामी फिजिबिलिटी स्टडी सँगसँगै खेलकुद महिला दिदीबहिनीहरूलाई 6वटा मावि स्कुल छ कैलाश गाउँपालिकामा। विद्यार्थी लेभलबाट चाहिँ हामीले महिला टिमलाई चाहिँ हामीले अगाडि बढाउनुपर्छ भनेर एउटा संस्थासँग स्थानीय सरकार हामीले एमयु गरिसकेको छौँ। तसर्थ हामी यो आर्थिक वर्ष क्लोजिङ भन्छ, अर्को आर्थिक वर्षबाट कैलाश गाउँपालिकाको 6वटा मावि स्कुलहरूबाट चाहिँ हामीले चाहिँ महिला दिदीबहिनीहरू, हाम्रो चेलीहरूलाई चाहिँ खेलकुद क्षेत्रमा चाहिँ विशेष गरी फुटबलमा चाहिँ अगाडि बढाउने भन्ने हेतुले चाहिँ त्यो कार्यक्रम हामीले एमयु गरिसकेको छ। तसर्थ मलाई लाग्छ कैलाश गाउँपालिका पनि पुरुषको त आफ्नो ठाउँ पुरुषको विधामा छँदैछ, महिलाको विधाले पनि अगाडि बढाउनको लागि प्रेरित गर्ने एउटा गाउँपालिकाको रूपमा चाहिँ चिनारी गराउनुपर्छ, चिन्नुपर्छ भन्ने हिसाबले हाम्रो त्यो हिसाबले हामी अगाडि बढिरहेको अवस्था छ। थ्याङ्क यू सो मच सर। हजुरले निकै नै राम्रो प्लानिङहरू सेट गर्दै अगाडि बढिराख्नु भएको छ, जुन चाहिँ महिलाहरूको खेलकुद गतिविधिलाई अगाडि बढाउनको लागि होइन। यो सक्सेस होस्, हजुरलाई शुभकामना। हजुर धन्यवाद। थ्याङ्क यू सर, थ्याङ्क यू। दर्शकबिन पछिल्लो समय खेल क्षेत्रबाट पनि महिला खेलाडीहरूले आफ्नो देशलाई रिप्रेजेन्ट गरिरहेका छन् र इन्टरनेसनल लेभलमा आफ्नो त्यो प्रतिभा देखाइरहेका छन्। हामी त्यो प्रष्ट देख्न सक्छौँ। हाम्रा केही प्लेयरहरू इन्टरनेसनल लेभलको गेमहरू खेलिरहेका छन् र यङ प्लेयरहरू पनि त्यत्तिकै खेलमा अगाडि बढिरहेको देख्न सकिन्छ र कोचहरूले पनि विशेष गरी वुमेन्सको त्यो लेभलको त्यो क्षमतालाई देखेर अझै निखार्नको लागि जोड गरिराख्नु भएको छ। आज मैले देखिरहेको छु 2 जना कोच आउनु भएको छ आजको गेम निहाल्नको लागि। सुरुदेखि नै हेरिराख्नु भएको छ। आजको खेल उहाँहरूलाई कस्तो लाग्यो र यङ प्लेयरले आफूलाई एस्टाब्लिस गर्नको लागि के कस्ता कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ भनेर उहाँसँग म कुराकानी गर्नेछु। र यति बेला मसँग हुनुहुन्छ मेघराज केसी, त्यसै गरी याम गुरुङ। हामी दुवैजना कोचसँग कुराकानी गर्नेछौँ। यहाँहरू दुवैजनालाई स्वागत छ। धन्यवाद।
हजुरहरू यहाँ जुन गेम आयोजना भएको छ हेटौडा उपमहानगरपालिकाको यो प्राङ्गणमा होइन गेम निहाली पनि राख्नु भएको छ आज आफै पनि कोच आजको गेम चाहिँ कस्तो लागिरहेको छ हजुरलाई पक्कै पनि अब एपिएफको गेम त हामीले हेरिरहेको नै हो एपिएफको नेपाली फुटबलमा एउटा लेभलको गेम छ र आज वीरगन्जको पनि टिम गेम भन्दा पनि एक दुईजना चाहिँ पोटेन्सियल भएको प्लेयरहरू पनि हामी देखिरहेको छौँ हजुरलाई कस्तो लागिरहेको उहाँले भन्नुको कुरा चाहिँ म त्यसमा सहमत छु होइन खासमा म पनि यो भर्खर आइपुगेको म होइन म यो अघिल्लो वीरगन्ज गेम त हेर्न पाएको छैन मैले त वीरगन्ज नयाँ टिम नयाँ खेलाडीहरू कुनै छ कि म त्यो हेर्न आएको जस्तो कि यसरी गेमहरू मफसलमा भइराख्दाखेरि होइन एज अ कोच कसरी हेर्नुहुन्छ अहिले त वुमेन्सको ब्याक टु ब्याक भइराखेको छ नि त हजुर अब अहिले नेपालमा चाहिँ यो केही समयदेखि चाहिँ फुटबलको अलिकति क्रेज चाहिँ डाउन भइरहेको बेलामा चाहिँ महिला फुटबलले चाहिँ कमसेकम फुटबललाई बचाइरहेको छ र अर्को कुरा अलिकति हामी लामो समय फुटबलमा लाग्दाखेरि नेपाली फुटबललाई चाहिँ जेन्ट्स फुटबलभन्दा महिला फुटबलले चाहिँ केही छिटै नै देशको नाम चाहिँ अझ एउटा लेभलभन्दा माथि लान्छ जस्तो लाग्छ र यसरी चाहिँ यो साल चाहिँ जस्तो महिला फुटबल ब्याक टु ब्याक भइरहेछ नि यो चाहिँ एकदम हुनु पनि जरुरी थियो किनकि पुरुष फुटबलहरू चाहिँ वर्षमा 20-30वटा हुने महिला फुटबलहरू चाहिँ एउटा हुन पनि गाह्रो भइरहेको थियो भने चाहिँ अहिले जसरी महिला फुटबल भइरहेछ यसले चाहिँ महिला फुटबललाई अझै माथि लान्छ जस्तो लाग्छ मलाई जस्तो एज अ कोच हजुरले चाहिँ अब यो वुमेन्स टिमले चाहिँ होइन वर्ल्ड कप खेल्ने सम्भावना छ भनेर आम दर्शकहरूले भनिरहँदाखेरि होइन हजुरलाई चाहिँ कस्तो लाग्छ यो सम्भव कतिको होला एज अ कोच हजुरलाई मैले यसमा चाहिँ अब प्लान चाहिँ अलि लामो गर्नुपर्ने एन्फाले होइन सर्ट टर्ममा गर्दैछ कहिले हुँदैन जस्तो जापानले चाहिँ 2015मा चाहिँ के अरे वर्ल्ड कप जित्ने प्लान छ उनीहरूको त म 2016मा हामी वर्ल्ड कप के अरे जापान जाँदाखेरि 2016मा जाँदाखेरि उनीहरूको 2050मा चाहिँ वर्ल्ड कप जित्ने प्लान थियो केटाहरूको किनकि केटी मुद्दा जितिसकेको थिएन हाम्रो त अब सर्टमा चाहिँ जाँदा असम्भव कुरो हो तर यो तालले नै गेम ठाउँ गेम हुने भइराख्ने र एन्फाले पनि त्यो धेरै चासो राखेर त्यो प्राविधिक मान्छेहरू राम्रो राख्यो भने चाहिँ होप चाहिँ छ उहाँहरूको चाहिँ यो प्रकारको गेमहरू हामीले हेरिरहँदाखेरि होइन के भन्नुहुन्छ हजुरले एन्फाले अब केही रणनीति चेन्ज गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन अब यस्तो रणनीति भन्दा पनि के छ भने हामी चाहिँ जस्तो हजुरले सोध्नुभयो यो लेडिज फुटबलले चाहिँ जेन्ट्सभन्दा अलिक छिटो वर्ल्ड कप खेल्ने सम्भावना छ भनेर यसमा रणनीति भन्दा नि के छ भन्दाखेरि चाहिँ एन्फाले चाहिँ जस्तो हामीले गेमहरू हेर्छौँ गेमहरू हेर्दाखेरि बहिनीहरूको गेम जुन प्रकारले हामीले साउथ एसियन रिजनमा अथवा त्योभन्दा अलिकति बाहिर बहिनीहरूको जुन पर्फर्म गरिरहेछौँ त्यो हिसाबले फुटबललाई माया गर्नेहरूले चाहिँ यो लेभलसम्म जान सकिन्छ भनेर उहाँहरूले भनिराख्नु भएको छ तर सम्बन्धित निकाय भनौँ होइन नेपाल सरकार एन्फा उहाँहरूले चाहिँ यो लेभलको छ यसलाई चाहिँ हामीले यो माथि लानलाई चाहिँ हामीले लगानी बढाउनुपर्छ होइन एउटा कोच एजुकेसनमा खर्च गर्नुपर्छ यो खेलाडीहरूको लागि चाहिँ त्यो प्रकारको इन्भाइरोमेन्टहरू क्रिएट गर्नुपर्छ भन्ने चाहिँ नेपाल सरकार अथवा एन्फा कसैले पनि गरेको छैन यो चाहिँ कस्तो पनि एउटा फुटबल लभरले बहिनीहरूको गेम देखेर जुन प्रकारले आश गरेको छ नि तर आश गरिसकेपछि उहाँहरूलाई त्यो ठाउँमा पुर्याउने जिम्मा लिएको व्यक्तिहरूले चाहिँ एउटा स्टार्टै पनि गर्नु भएको छैन भनेपछि यो चाहिँ सबैले सोच्नुपर्ने कुरा चाहिँ यो उहाँहरूमा पोटेन्सियल छ तर पोटेन्सियल भएकोहरूलाई चाहिँ त्यो ठाउँसम्म लानको लागि चाहिँ देशले एन्फाले गर्नुपर्थ्यो नि त्यसमा चाहिँ अहिलेसम्म जिरो नै छ जस्तो लाग्छ मलाई जस्तो अब यङ प्लेयरहरू आइराखेका छन् होइन हामीले ब्याक टु ब्याक गेमहरू पनि देखिराखेका छौँ हजुर एज अ कोच गोल पनि लागेको छ होइन सो उनीहरूले आफूलाई इस्टाब्लिस गर्नको लागि कतिको मेहनत गर्नुपर्छ होला जस्तो लाग्छ एज अ कोच जस्तो अब नेपालमा अहिले जुन प्रकारको यो बहिनीहरूले पनि फुटबल खेलिरहेछन् फर्स्टमा चाहिँ म त्यसमा चाहिँ हाम्रो भनौँ न बहिनीहरूलाई खेल्ने वातावरण पक्कै पनि बोइजहरूलाई भन्दा त अलिकति गाह्रो नै हुन्छ उहाँहरूले खेलिरहेछ र अहिले हामीले गर्व गर्ने बाटो चाहिँ म एउटै कुरामा मात्र चाहिँ के त हाम्रो यो तीनटा विभागीयहरूले चाहिँ लेडिज प्लेयरहरूलाई पनि जागिर दिएर खेल्ने वातावरण बनाइदिरहेको छ जस्तो अरू जस्तो अहिले वीरगन्ज खेलिरहेको छ रौतहट भनौँ ठाउँमा चाहिँ यो बहिनीहरूलाई नि खेलाएर खेलाडी प्रडक्ट गरेको छ त्यो प्रडक्टको खेलाडी गएर चाहिँ एउटा उनीहरूको टार्गेट भनेकै तीनटा विभागीयमा
उहाँहरूले चाहिँ यो जागिर दिएर चाहिँ खेल्ने वातावरण बनाइदिएर मात्रै त्यति माथि भइरहेको होइन। त्यसले गर्दाखेरि त्यतिले मात्रै चाहिँ पुग्दैन कि जस्तो यो लेडिज टिम अहिले लेडिज टिमलाई 3टा विभागले बाहेक अरू कसैले पनि स्यालेरी दिएर राखेको छैन। जस्तो जेन्ट्स फुटबलमा कमसेकम डिभिजन क्लबहरू हैन एनएसएल भनौँ यो सबै ठाउँहरूबाट अनि मोफसलको गेमहरू यो सबैबाट अर्निङ सोर्सहरू छ भने चाहिँ बहिनीहरूकोमा त त्यो छैन नि त। भनेपछि हामीले चाहिँ यो बहिनीहरूलाई चाहिँ माथि जाने लेभलमा जानु छ भने चाहिँ यो विभागीय 3टा बाहेक पनि धेरै जस्तो बहिनीहरू चाहिँ फुटबल खेलेको बहिनीहरूलाई चाहिँ भोलि यसमा हामीले रोजगारी पनि दिएर जस्तो अहिले 50-60 जना बहिनीहरूको इन्टरनल कम्पिटिसनको गेम त यति राम्रो छ भने यहाँ चाहिँ क्लबहरूको जिल्लाहरूको त्यो प्रकारको एउटा अर्निङ गरेर खेल्ने बहिनीहरूको कम्पिटिसन भयो भने चाहिँ अझै नेपाली फुटबल चाहिँ लेडिज फुटबल चाहिँ माथि जान्छ जस्तो लाग्छ मलाई। थ्याङ्क यू कोच। मैले हजुरलाई पनि मैले त्यही क्वेसन गर्न चाहेँ एज अ कोच होइन। धेरै ठाउँमा चाहिँ गइसक्नु भएको छ, धेरै प्लेयरहरूको मेहनत पनि देखिसक्नु भएको छ हजुरले होइन। यङ प्लेयरहरूले आफूलाई इस्टाब्लिस गर्नको लागि अब के गर्नु पर्ला? अब यङ प्लेयरहरूलाई त बन्दरमा गएर चाहिँ यहाँ लेडिज खेलाडीहरूमा चाहिँ सेलिब्रेटी भइदियो। एकताका हाम्रो नेपालमा पनि विमल हुन्थ्यो, अहिले प्रीति अन्जला यस्तो सेलिब्रेटी केटी भएको हुनाले चाहिँ नानीहरूमा चाहिँ उत्सुकता आइरहेको छ होइन। त्यसले गर्दा नानीहरू पनि अगाडि बढिरहेको छ खेल्नको लागि, घरबाट बाहिर निस्किरहेको छ। पहिला यसो घरबाट निस्किन पाउँथेन, अहिले घरबाट गार्जेनले निस्किन दिइरहेको छ। यसलाई चाहिँ हामीले चाहिँ एनएफए सरकारले चाहिँ हामीले क्याप्चर गर्न ग्र्याब गर्न सक्नुपर्छ। ग्र्याब गर्न सक्यो भने चाहिँ नेपाल चाहिँ राम्रो हुन्छ। थ्याङ्क यू। साँच्चै नै आजको खेल निकै नै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ र यतिखेर एपिएफ फुटबल क्लब काठमाडौँ र वीरगञ्ज युथ स्पोर्ट्स एकाडेमीको यो खेल हामीले हेरिरहेका छौँ, निहालिरहेका छौँ र दर्शकहरू पनि त्यत्तिकै हौसिएर आउनुभएको छ, दर्शकहरूले त्यत्तिकै रुचाइदिनु भएको छ। अन्य दिनमा भन्दा आज दर्शकको भिड पनि हामीले देख्न सक्छौँ। दर्शकहरूको प्रतिक्रिया के छ त? आजको खेल हेरिसके पछाडि उहाँसँग प्रतिक्रिया लिनेछौँ। दया, हजुरको नाम? मेरो राज मगर हो। कहाँदेखि आउनु भएको छ? म हेटौडा 14। आजको खेल सुरुदेखि हेरिराख्नु भएको छ? हजुर हो। कस्तो लागिरहेछ म्याच? धेरै राम्रो। वुमेन्सहरूको यो मोफसलमा हुने यस्तो खालको गेमले कस्तो खालको टेवा पुग्ला महिला खेलाडीहरूलाई? धेरै अगाडि बढ्न सकिन्छ। यो यतिको गेम जस खेल्यो भनेदेखि धेरै अगाडि बढेर राम्रो ठाउँमा पुग्न सकिन्छ। एकदम धेरै रमाइलो राम्रो। सबैजनालाई धेरै धेरै यो गेम हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। हजुरको नाम? मेरो नाम प्रितम राणा मगर। हजुर त खेललाई निकै नै माया गर्नुहुन्छ मेबी होइन? आजको खेल हेरेर के भन्नुहुन्छ तपाईँ? अब यस्तै गरी यो चौरमा हिजोको दिनमा पुरुष गोल्ड कप आएको थियो भने महिला गोल्ड कप आएर अहिले हाम्रो यो गाउँमा हिजोको दिनमा केटा खेलाडीहरू मात्रै थियो भने अहिले लेडिज प्लेयरहरू पनि अब उत्पादन हुनेछन्। अब यो खेलले गर्दाखेरि धेरै राम्रो वातावरण बनेको छ। हाम्रो यो गौरीटार रङ्गशालाले चिनाउने वातावरण भएको छ। एकदम रमाइलो। हेटौडामा फर्स्टचोटि अब महिला गेम भएको होइन, एकदम खुसी लागेको छ मलाई। मेरो फ्यामिलीमा 3 जना दाइ मेरो नेसनल प्लेयर जीवन लामा 1993 को गोल्ड मेडलिस्ट, देवेन्द्र लामा, निर्मल लामा, दिदी पेमा 1999 को फर्स्ट महिला के अरे सिङ्गापुर विरुद्ध गोल हान्नु भएको दिदीले। लेडिजहरूले यतिको खेल्नु एकदम खुसी लाग्छ मलाई। अब हामीले पनि स्कुल लेभलमा त खेलेको मैले होइन, दिदीले चाहिँ निरन्तरता दिँदै जानुभयो, हामीले चाहिँ स्कुल लेभलसम्म मात्रै खेले। अब एपिएफले त आराम गरी खेलेको छ, किनभने यिनीहरू त अलि नुवाकोट पनि लिग खेलिरहेको हो। अनि त्यस कारणले गर्दा वीरगञ्जको तुलनामा एपिएफ त धेरै फरवार्ड हो। तर महिलाहरूको गेम यतिको राम्रो, यस्तो तरिकाले यहाँ यति राम्रोसँग प्रदर्शन भइरहँदा मलाई चाहिँ एकदम खुसी लागेको छ। आजको म्यान अफ द म्याच घोषित हुनुभएको छ रश्मि कुमारी घिसिङ, एपिएफबाट हुनुहुन्छ। यहाँलाई धेरै धेरै बधाई छ। थ्याङ्क यू सो मच दिदी। आजको खेल कस्तो लाग्यो? एकदम राम्रो लागिरहेछ, किनकि हाम्रो त भोलि नै म्याच छ नि त। हामी एकदम टाइटनेस भइरहेछ, त्यो अनुसारले हाम्रो जति गेम छ त्यति खेलेको छ जस्तो लागेन।
मैले चाहिँ आफ्टर लङ टाइम पछि पाएको एकदम खुसी लागिरहेछ बिरगन्जसँग खेल्नु त्यति टफ थिएन सजिलो थियो इजिली खेलिराखेको थियो होइन आजको गेम त्यस्तो हतारिएर खेल्नुपर्ने थिएन जस्तो लाग्यो मलाई थिएन हतारी खेल्ने जस्तो थिएन त्यो पनि अब जुन एपिएफ हो भनेर सबलाई चिनाउँछ त्यो अनुसारले नै खेलेको ब्याक टु ब्याक गेम भइरहेको छ नि है अहिले त हजुर यसले गर्दाखेरि चाहिँ कतिको हौसला प्रदान हुन्छ प्लेयरलाई त्यो पनि वुमेन्स टिम एकदम अहिले चाहिँ एकदम गेम भइरहेछ एकदम हौसला चाहिँ एकदम भइरहेछ तर थोरै ग्याप भएको भए चाहिँ अलिक ठिक हुन्थ्यो जस्तो लाग्छ अब किनकि हामी आज खेलेर अब भोलि नै हाम्रो सेमी फाइनल छ नि त त्यसमा त एकदम खेलाडीहरू टाइटनेस भयो कि अब प्रिपरेसन कसरी गर्ने त सर्ट टाइम छ अब हाम्रो कोचले चाहिँ सोचिरहनु भएको अब राम्रै गर्छौँ अब भोलि सङ्कटा पनि नराम्रो त होइन राम्रै हो भोलि सेमी फाइनल हुन्छ टप हुन्छ तर हामी विन भएर नि जान्छौँ हस् बधाई छ यहाँलाई थ्याङ्क यू सो मच थ्याङ्क यू दर्शन पछिल्लो समय महिला फुटबल खेलाडीको यो प्रकारको पर्फर्मेन्स आम दर्शकले रुचाएको देख्न सकिन्छ र हामीले हेर्दै आएका छौँ हाम्रा खेलाडीहरूले इन्टरनेसनल लेभलमा आफ्नो देशलाई रिप्रेजेन्ट गरिरहेका छन् र आजको खेल पनि निकै नै रोचकिलो थियो आजको खेल दुईवटा टिमले ब्याटल गरेका थिए एपिएफ त्यसै गरी बिरगन्ज युथ स्पोर्ट्स एकाडेमी यो दुईवटा टिमको ब्याटल पनि हेर्न लायकको थियो र यति बेला आजको खेल निहालिसक्नु भएको छ आजको यो खेलमा जित निकाल्न सफल एपिएफका हेड कोच र पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ हामीसँग जीवेश पाण्डे उहाँसँग हामी कुराकानी गर्नेछौँ यहाँलाई स्वागत छ धन्यवाद सर्वप्रथम यहाँलाई धेरै धेरै बधाई छ हस् थ्याङ्क यू सो मच आजको खेल त्यति धेरै एनर्जी जुटाउनु परेको थिएन जस्तो लाग्छ आम दर्शकले हेर्दा पनि नर्मल्ली अब गेम हो होइन गेममा अब राम्रैसँगले आफ्ना इनर्जी जुटाउनु नपरे पनि आफ्नो एउटा कोअर्डिनेसन कम्बिनेसनका कुराहरू आउँछन् गेम प्लान हुन्छ स्ट्राटेजी त्यो अनुसार चाहिँ प्लेयरहरूले खेलेको छन् पछिल्लो समय ब्याक टु ब्याक महिलाको खेलहरू भइरहेको छ आफ्नो खेलाडीलाई कसरी प्रिपेयर गर्नुहुन्छ यस्तो अब हामी चाहिँ अब विभागीय टिम भएको भनेर हामी 12 महिना हामी चाहिँ ट्रेनिङमै हुन्छौँ त्यो हिसाबले पनि हामीले चाहिँ जतिखेर हामीलाई भनौँ पहिला फुटबल नहुँदाखेरि पनि हामीले चाहिँ यो दिन पाउँछौँ भन्ने चाहिँ हामीले सोचिरहेकै थियौँ किनकि यो भनेको एकदम राम्रो सुनौलो अहिले महिला फुटबल भनेको होइन नेपालमा एकदम राम्रो गरिराख्नु भएको छ प्लेयरहरूले त्यो हिसाबले हाम्रो एपिएफको पनि त्यसमा चाहिँ कस्तो छ भने लगानी स्पोर्ट्समा त्यसमा चाहिँ धेरै नै छ इन द सेन्स यत्रो ब्याक टु 64 अब अहिलेसम्म आउँदाखेरि 16-17 वर्षसम्म हामीले चाहिँ टाइमको इन्भेस्ट गऱ्यौँ अरूभन्दा पनि टाइमको इन्भेस्ट गऱ्यौँ त्यो टाइमको चाहिँ अहिले चाहिँ हामीले रिटर्न्स पाइरहेका छौँ है जस्तो कि पछिल्लो समय होइन जुन गेममा पनि एपिएफ आउँदैछ भनिसकेपछि अलिकति छुट्टै स्ट्राटेजी बनाउनुहुन्छ कि टिम लिडर कोचले पनि होइन र आजको खेल पनि त्यति धेरै टफ थिएन तपाईँहरूको लागि होइन आफ्नो खेलाडीहरूलाई चाहिँ प्रिपेरेसन छुट्टै तरिकाले गराउनुहुन्छ हो यो पनि जान्न चाहे यस्तो अब हाम्रो कस्तो छ भने यिनीहरू ट्रेनिङमा सधैँ हुन्छन् त्यो हिसाबले पनि हामी चाहिँ मेन्टली प्रिपेयर नै हुन्छौँ ट्रेनिङ अब अहिलेसम्मको लास्ट 5वटा 6वटा टुर्नामेन्ट आफ्टर लिग हामीले 4वटा यो हाम्रो 5th हो होइन 5th टुर्नामेन्ट हो त्योसम्म आउने जेलसम्म हामीले प्रिपरेसनहरू राम्रैसँग गरेका छौँ वेल प्लानमा एउटा डिसिप्लिन भएर होइन गरिरहेको छौँ त्यो हिसाबले पनि रिजल्टहरू आउनमा चाहिँ हेल्प गरिरहेको छ अहिले अब भोलि सेमी फाइनलको खेल हुँदैछ अनि फाइनल पनि छ हामीले हेर्न बाँकी नै छ होइन आफ्नो टिमलाई कसरी तयारी अवस्थामा राख्नुहुन्छ अब यस्तो छ अब भोलिको लागि चाहिँ मैले अब टिम सेट भन्दा पनि सेट गर्नलाई एक दिन टाइम पनि पाएको छैन होइन अब ब्याक टु ब्याक आज खेल्यो फेरि भोलि नै खेल्नुपर्छ अब त्यसमा चाहिँ मैले अब नर्मल्ली मेरो आफ्नो एट्याकिङ नै गेम खेलाउँछु म हाम्रो चाहिँ मेरो प्लान नै स्ट्राटेजी नै मैले एट्याकिङ गेममै जान्छु स्टार्टिङबाटै म डिफेन्सिभमा खासै त्यति गर्दिनँ होइन हाम्रो डिफेन्स लाइनअप पनि राम्रो छ सबैजना राम्रो छ त्यो हिसाबले पनि मैले डिफेन्सिभ लाइनअपमा भन्दा पनि स्कोरिङ लाइनअपमा चाहिँ फिनिसिङमा चाहिँ अलिकति फोकस गरेर फिनिसिङलाई चाहिँ राम्रो गराएर टिमलाई जिताउने प्लान गरेको छु मैले धन्यवाद यो समयको लागि र आगामी खेलको लागि यहाँलाई शुभकामना हस् धन्यवाद यहाँहरूलाई नि थ्याङ्क यू